माइट अघि मोटा जाँदै जाऊ पहिला चिरीलाई टन्न खानु पर्यो नि त हामीले त्यो अनुसार गेम त सेटिङ गरे सेटिङ गरे सेटिङ गरे दिदीलाई एक पार्छ दाखुर मात्रै खायो भन्ने होला बिचरा बाहिर आउनुभयो त्यो भोलिले घर जान्छ भन्नुलाई एक हप्तालाई बोलाएको त्यही भएर सेटिङ गरेको दिदीको लागि धेरै अनि दिदी अलिक दुब्ली हुन्छ त्यही भएर अलिक धेरै हामी बुढाबुढी मोटो त्यही भएर एक पार्ने काम गरिगरी मात्रै होइन तिन फेरि के भयो यस्तो भनेर झ्याउ होला भयो तिन भयो ल ल ल मेरो पाला 3 आउँछ है अब 5 3 अचार अझै छ खाना जन्म खाऊ खाओ भन्ने कुरा चाहिँ हामीले 2-3 मोमो गाइस 3 मोमो गाइस सबै पुराउनु पर्छ 3 मेरो टन्न इची म त साच्चै धेरै मोटी भएर गएँ नि एक एक मलाई भाग्यले पनि धेरै नखा मोटी भयो ल झट्टै पातलो मान्छेलाई टिफिन गाह्रो अलिक खा ए अहिले मोटो मान्छेले एक खा म बिचकोलाई 2 खा मेरो झोरी पनि ठुली भएर खेल्दै भए बुबु राख्दिउँ न बुबु राख्दियो बुबु चाहिँ खान्थ्यो साँच्चै त्यस्तै भएर हो है कति आ 2 आ तिम्रो त यस्तो पनि गर्नुपर्छ है घरि घरि यस्तो गर्नुपर्छ कि पिरो खासी ल मेरो पाला गाई ए छोरी जिन्किरी 2 आयो गाई 2 आयो के खाने हो 2 एउटा खाएको जति चिच्चा चिच्चा पचाइसक्नु एक यो भयो बेइज्जत गर्नु भयो बुढा चम्चाले खाइ हुन्छ कि 2टा चम्चा यस्तो मलाई खा हाइजिनिङ 2 यति गर्नु छोरी ए झर मोबाइलमा छोडिदेऊ छोरी यतापट्टि दिन्न केही यतापट्टि दिन्छ हात चुटा बेबिका काट्दिनु के यस्तो यता गर्नु नि जाऊ न मेरो मोबाइल मलाई वास्ता नगर्ने मामु चाहिँ आइलो म ह्याक गर्नु भने के हो तिनलाई नखाइन आउँछ रहेछ कि भाइ बनाउँदै लाग्छ नि म गाई जिप्पाई ओना गाई पानी नारीमा यस्ता अब दौरा शिविर गरौँ यतिकै अनि ठिक छ यस्तै गेममै हान्यो 2 ठन्डा भइसक्यो हौ 2 आयो रहेछ त यसलाई 2 पाप दिलाउँदै यो त तिमी खानु म हाल्छु अलि त सादिन गाडी अलि त नन सान्ता बुटन ल गाइस मलाई त अब कति आओस् 3 आयो ल हेर्नुस् न 3 आयो दोस्त 3 आयो बुढीको लागि चाहिँ मै रहेछु क्या स्वामी उसको स्वामी धेरै नखाऊ भनेर यहाँ मदान बिजु 3 आउँछ कति हो एक कसको मेरो आइसक्यो पालो यो भएन 2 हो 3 आको होइन त्यो सेटिङ गर्दा भयो एकटामा खुसी छु लागेको आएको 2 आयो भन्नु इना भुतुरेको दोस्तहरु यस्तो खाँदा थोरै थियो त 60 पिस 50 पिस मोमो ल चिकन थियो 20 पिस बढी फेरि चटपट एक थाल ससेजी अहिले त एक-एकमा फाइदा एक आयो ल मेरो दाल है म झ्यालीहरू भन्छ सबैको आँखा अगाडि तो छक्का आयो मेरो पन्जा छक्का चौका पन्जा चौका टिक्का टिक्का गम खानु सबैले सकाउनु पर्यो अब धेरै भइसक्यो मलाई एक आयो हुन्थ्यो ल मलाई 3 भयो गाइस 3 खानु न क्या दो के खान्छु लाग्यो जस्तो हुन्छ त्यसो धेरै चाहिँ हामीले टन्न हुन्छ क्या यो कहिले गाई पनि खाँदै हो त 3 किलो चाहिँ बिस्तारै हो 3 आयो है सबै सबै सिउरेसी मासु मजा अब सबै सकिन्छ यो सकिन्छ गाइस जन्म भयो गरेर लामो भइसक्यो अब गाइस नम्नु अहिले 5-10 मिनेट लाग्छ हैन 2 अझै खायो
सजिलो हुँदा 2टा प्लेट मिल्छ अब खानेकुरा देख्यो चोइदिएर खानेकुरा ठिकै छ क्या